हिमालय जानु आज त्यही त हिमालय एबिसीमा बस्नु पाइनहरु पाइन्छ नि पर्सिको लागि एबिसी बुक गर्ने भोलि बेलुका अनि एमबिसी आज हिमालय कहाँ हिमालय हुनुको त देउराली माथि दोभान देउराली पछि हो के अघि हो के पछि दोभान हो मिले हुन्छ देउराली पछि कहाँ हो नि अपसिना चाहिँ बम्बो बम्बो पछि दोभान अनि दोभान पछि चाहिँ हिमालय हो त्यसपछि सिनेमा हिमालय पछि देउराली आज हिमालय पुग्नुपर्छ जस्तो हो के हो आज चाहिँ देउराली पुग्ने सोच छ तर है यस्तो चालले त हामी पुगिन्न जस्तो हो बाइ दादा जम अब कहाँ पुग्ने आज आज चाहिँ हामी अप्पर सिनुवा प्रयास गर्नेछौँ हेरौँ अब कहाँ पुग्छौँ अब हिँड्नेहरू हिँडिरहेको एउटा काम गर्नु त यो पहाडी हाल्दैन Every guy in the trek group हुन्छ नि सोधेको जय साहब तपाईँले फेरि के सोध्नुभयो भन्नुभयो हिमालय पुग्न कति टाइम लाग्छ भनेर अनि उत्तर के आयो त अब 6 घण्टा लाग्छ भन्नुभयो दाइको बोली 6 घण्टा कि कस्तो दाइ 6 घण्टा चाहिँ तपाईँलाई लाग्ने हो कि हामीलाई लाग्ने हो मलाई चाहिँ त्यति लाग्छ अनि कसरी डिभाइड गर्छ भने 12 किलोमिटर हो 12 किलोमिटर हो एकछिन सुनाऊ पहिला 12 किलोमिटर हो अनि कति घण्टा रोकेर जाँदै अब त्यो बिस्तारै जाने हाम्रो चाहिँ हामीले चाहिँ अब त्यसरी क्याल्कुलेट गर्दाखेरि चाहिँ हामी 1 घण्टामा चाहिँ हामी हिँड्दाखेरि 2 किलोमिटर हिँड्छ भन्छ क्या 1 घण्टामा 2 किलोमिटर नर्मली ए नर्मल हिँड्दा नि अलि राम्रो हिँड्ने 3 किलोमिटर हिँड्छ 1 घण्टामा मेरो हिँड्दैन कता हिँड्न पर्ने बम्बास्टिक साइड आई गधाहरूको बिचमा एउटा अर्को गधा घेरेको अवस्था ए धगाली हान्छ नि बाटोमा हस्की भेट्टाएको छौँ यता हेर ओस् हामीले यहाँ आफ्नो कपडा फेरेर चेन्ज गरेर आएको छ मेरो बहिनीले व्हाइट म ब्ल्याक चाइनिज हो क्या ओए कोरियन हो क्या बोलौँ न सामान केही छुट्यो कि सामान Arigato gozaimasu. Ore wa namikaze minato. Let's move on. They are ready to take a picture, but I won't take it. It's my secret. अब हामी चाहिँ अप्पर सिनुवा हिजो जाने त्यसो हामी आज देउरालीसम्म त पुगिन्छ होला होप कि हिमालयसम्म जाने हो पहिला हिमालयसम्म पुगौँ त्यसपछि सक्यो भने जाउँला अब चाहिँ हामी अप्पर लोवर सिनुवा पुग्न लागेको छौँ अझै छ टाइम लास्ट थक लाग्छ कफी किन्न नमस्ते आज चाहिँ खासै जाडो पनि छैन सिम्पल आज अप्पर सिनुवासम्म त है देउरालीसम्म चाहिँ पुग्छ त्यहाँ के गर्नु थाल्नको सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ चम्चा ल्याउन बिर्सिनु भने ब्रसले भन्दा नि हिँड्दो रहेछ हेर्नु टेक्नोलोजी यति मेहनत परिश्रम गरेर हामी यहाँ पुग्यौँ खाजा अर्डर गर्दैछौँ आएपछि ल्याम्लुङ खाएर जाने अब हो के छ कतिको थाके छ
थाकिन त लोत परिएछ लोत परेछ र त गएको त छैन खुट्टा त औडै दुख्यो मेरो अब कट्टु खोलेर ट्र्याक लाउने हो कि चिसो चिसो बढ्यो के भन्नुहुन्छ यस विषयमा अब यही लगाउने एकैछिन हिँडिहाल्नु पर्छ बस्ने भए चाहिँ ट्र्याक लगाउनु ए ठिक छ होइन अब लायो हुन्छ चिसो हुन्छ अब हुँदैन ल खासी तातो हुन्छ चस्माले अँधेर देखेको देखेन ए फुल क्लियर देखेछ यिनीहरूले के छ तपाईँ थाहा छ हिँड्न सकियो त गाह्रो गाह्रो कुनै ठाउँमा नत्र त ठिकै छ हिँड्न बाटो त नाइस कति घन्टा आन्दै 2 घण्टा मात्र बिस्तारै अपरै बिस्तारै रे 2 घण्टा भनौँ न भनेपछि मलाई आधी घण्टा अहिले पुगेर फर्किनु भएन कति गऱ्यो जुत्ता यो 80,000 नाइस यसभित्र यो नि आउँछ अरे यो सोल तेरो घर चली जाएको अनि यो चाहिँ के हो त दाइ यो टाइट गर्ने त्यसो यो टाइट हुन्छ कि यस्तो हुन्छ कि यस्तो चाहिँ त्यसले घुमाउने हो टाइट गर्ने खोल्ने टाइट यस्तो असारे ए पानी गरेर हैन गाइज लेट्स गो देन के तँलाई दे 75 वर्षको आमा भर्खरै जाँदै हुनुहुन्छ हामी भने भर्खर 21-22 वर्षको यस्तो छ 75 वर्षको आमा है देखि आज आँखाइले 75 कहाँबाट रे ओ फ्रान्सबाट अगाडि बढाऊ अहिले चाहिँ हामी राति कति बजिसक्यो 6 बजे होइन र कति बज्यो दाइ 6 बज्यो मोबाइल त मसँग छ नि यस्तो थकेला बाफ्रे अब अराउन्ड 10 मिनट पछि कतिको थाक्यो ठिकै म धेरै पुगौँ भने पुग्छु म मलाई पुगिन्छ पुगौँ भन्ने हजुर